नेपालमा फैलिँदैछ एउटा नयाँ खतरनाक रोग ज्यानै लिन सक्छ। नेपालमा नयाँ स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ। टाउको दुख्ने, 104 डिग्री जति ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने आदि यो रोगका लक्षण हुन्। यो रोग अघिल्लो वर्षदेखि आधिकारिक रूपमा नेपालमा संक्रमण पत्ता लागेको हो। उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा अन्तर्गत इपिडेमियोलोजी शाखाका प्रमुख डाक्टर गुणनिधि शर्माले जानकारी दिनुभयो। रोग पत्ता लागेमा उपचार सजिलो रहेको भन्दै उहाँले 5 विकास क्षेत्रका स्वास्थ्य संस्थालाई यो रोगको न्यूनीकरणका लागि आवश्यक निर्देशिका सहित निर्देशन दिएको जानकारी दिनुभयो। उहाँका अनुसार चितवनमा वैशाख यता सबैभन्दा बढी 53 जनामा रोग संक्रमण भएको पाइएको छ। चितवन मेडिकल कलेजले मात्रै यहाँ रोगको परीक्षण गर्दै आएको छ। जिल्लामा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला यसको परीक्षण अन्य अस्पतालमा समेत आवश्यक देखिएको छ। चितवनमा पाइएकामा 33 जना जिल्लावासी रहेको र बाँकी अन्य जिल्लाका बिरामी रहेको जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरी शर्माले जानकारी दिनुभयो। बढी चितवनमा देखिए पनि यो रोग अहिले सिन्धुली, नुवाकोट, बाँके, उदयपुर लगायत जिल्लामा पनि देखिएको छ। न त 5-6 वर्ष अघि पाटन अस्पतालमा देखिएको भन्ने थियो, तर त्यो आधिकारिक र वैज्ञानिक डकुमेन्टका रूपमा आउन सकेन। गुणनिधि शर्माले भन्नुभयो। अघिल्लो वर्ष पूर्वी नेपालमा भने वैज्ञानिक रूपमा प्रमाणित भएको हो। पहिलोचोटि 6 जनामा देखिएको थियो। गत वर्ष भदौ 13 गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएकोमा अहिले पनि करिब सोही समयमा रोग देखिएको डाक्टर शर्मा बताउनुहुन्छ। मुख्य गरी एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ। यो जुम्रा जस्तै र सूक्ष्म हुन्छ। यो मुसाको कानमा अथवा यस्तै जीवजन्तुमा बस्छ। त्यसबाट घाँसपात तथा झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्छ। रोगको पहिचान नहुँदा गएको वर्ष 8 जनाको मृत्यु भएको थियो, तर यो वर्ष मरेको भन्ने जानकारी आएको छैन उहाँले भन्नुभयो। रोग थाहा पाइसकेपछि भने एन्टिबायोटिकले सजिलै निको हुने चितवन मेडिकल कलेजका चिकित्सक डाक्टर दयाराम लम्सालले बताउनुभयो। रगत परीक्षणबाट यो रोग विगतमा पनि आफूहरूले पत्ता लगाएको डाक्टर लम्सालले बताउनुभयो। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला। यी र यस्तै जानकारीमूलक भिडियोहरू हेर्न हाम्रो युट्युब च्यानल भने अवश्य सब्स्क्राइब गर्नुहोला।